Yasin हाम्रो अप्सरा हेलो अप्सरा Hello, Zaz. Isra. हेर्नु न बेहुलाको दाजुलाई खोइ त के हो यस्तो पारा ए बेहुलीको दाजु फुलकुमारीले फुल लाएर आएछ त्यहाँ Karwati. खाइम न गर्मी त्यस्तै आमा मर्न आँटिसक्यो Hi guys, welcome back to my channel. आज चाहिँ हाम्रो यहाँ सुस्मिताको बिहामा चर्चमा हामी आइसक्यौँ। अब हाम्रो यहाँ साउन्ड चेकहरू हुन्छ, गीतहरू यसो प्र्याक्टिस गर्छौँ। यासिन हाम्रो अप्सरा हेलो अप्सरा Hello, Matasana. यासिन हाम्रो ज्याज Hello, Zaz. Isra. अच्छे बहुत अच्छे हामी दादाहरू हुन्छ यहाँ सबैजना। अब हामी यसो प्र्याक्टिस गर्छौँ हरेको लागि। है त दामी छ डेकोरेसन कस्तो दामी देख्यो जय मसी आकृति कति राम्रो देखेर जय मसी तल पनि देखाइदिउ न बेहुलाको दाजुलाई खोइ त के हो यस्तो पारा ए बेहुलीको दाजु फुलकुमारीले फुल लाएर आएछ त्यहाँ र हामी खान्छ खाना आँटेको त्यही त अनि त्यति साह्रो लजाउनु पर्दैन त हाम्रो यहाँ खाजा रेडी भएको छ रोटी सब्जी चम्ची पनि अब खाने दुईटा जति ल्याउँदा अब लागो भन्दा छैन त हौ लुगामा लगाइदिइहाल्छु Karwati. Karwati sabzi. खायो तर लुगामा चाहिँ लाग्छ खायौँ न अलिकति अगाडिबाट आउँदैन नि त अझै पो काम नानी ए पानी भाइ त्यही भएर उठेर खाऊ भने चाहिँ चिया लिएर बसेर त्यही भएर हामीले त्यही सम्झेर बिहानै खाएर आएको तरिका सादा गर्छ नि नखाने भन्दै थियौँ तर दामी भयो सबै भेराइटी दार्जिलिङ स्टाइल हो त्यो त्यो अङ्कल पनि त दार्जिलिङकै हो दादा कि होइन को अङ्कल हो यसो गर्नु तपाईँ खानु चाहिँ होइन अलिक घटाइदिनु त्यो कम्ती गरिदिनु त्यही गर्नु न अहिले हामी खाउँला नि त चम्ची आइसक्यो एकछिन उयो गर्नु भन्दैन सेल्फी जोनहरू घुम्नु हाम्रो लोकल जसहरू आएको छैन उनीहरूलाई हतार छ नि त कसैले दिइसक्छ एक्साइटेड हुन्छ क्या बेहुलाहरू बिहेको टाइममा कहाँ हो अहिले नै प्रार्थना बस्नु भन्ने एक्साइटेड हुन्छ बिहेमा अहिलेको लागि प्रार्थना बस्नु मलाई ए त बिजोक ए बिहेमा उहाँको बिहेमा त कहानी सब बिहाको
कसो मेरो अप्सरा बेचिबे भन्दैछु गर्न लाग्नुभयो होइन दाइ अब बोलाउनै होइन म बोलाउँछु नि दाइ गाउनु पर्यो आएर खतरा यहाँ मेरो बनाउँछु नि प्लिज आफ्टर 2 years the fixed day हुन्छ नि सम्पूर्ण पाहुनाहरूलाई म यस भवनभित्र पसिदिन निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। करिब हाम्रो यस आजको विवाह कार्यक्रमको सुरु हुन गइरहेको छ। येशू भन्नु हुन्छ मलाई तिमी सबै छोटो वर्शिपद्वारा हामी सुरु गर्नुहुनेछ। त्यस पछाडि हामी विवाहको साना नानीहरूको नृत्य रहेको छ। नानीहरूलाई पनि तयारी रहनको निम्ति अनुरोध गर्न चाहन्छु। केटी माइत आएर बस्यो, धेरै वर्ष अलगिएपछि केटीले अर्कै केटा जाँदै
त्यसै गरी उहाँको सुस्मिता बहिनीको 5 पुस्तक नवजीवलाई वितरण गर्न त्यसै गरी यस गरीमा हाम्रा डाक्टर नाम थापाजीलाई पक्रिनु कृष्यजनहरू अनि आदरणीय पार्श्वहरूदेखि लिएर सबैजनामा जयमसी। यो समय चाहिँ मैले किन लिएको भन्दै गर्दाखेरि चाहिँ अनि मेरो बहिनीको विवाहमा हजुरहरू सबैजना आएर आशिष बोलिदिनु भयो अनि हजुरहरू सबैजना आएर यो विवाह शोभा बढाइदिनु भयो अनि सबै कुरा गर्नको निम्ति अनि हाम्रो निम्तोलाई स्वीकारेर हजुरहरू आइदिनु भएको निम्ति हजुरहरू सबैलाई अनि हृदयबाट धन्यवाद अनि मेरो परिवारबाट होइन अनि मेरो मण्डली परिवारबाट हजुरहरूलाई धन्यवाद भन्नको निम्ति यो समय मैले मागेको अनि उहाँ यहाँ जति पनि पाल्नुभयो अनि उहाँहरू सबैलाई हृदयबाट धन्यवाद दिन चाहन्छु। सबैजनालाई धन्यवाद धन्यवाद धन्यवाद। भाउजू यहाँ यस्तो खतरा दामी देख्नुभयो। हाम्रो भाउजू यहाँ परी देख्नु भएको छ आज साडीमा हैन 1 वर्षपछि उयो गरेको के इयरिङ्स देखाइदिउँ न त इयरिङ्स ए कानमा लगाउन कस्तो देख्दै दामी देख्छ दामी यता अप्सरा यता सुन्जेज हाई अनि यता सुन हामी एकछिन फोटोसुटमा आएको हामी ग्याङ ग्याङ ए फोटोसुट गर्ने अनि त्यहाँबाट बेहुलीको घरमा गएर खानपिन हुन्छ। बिहा चाहिँ चर्चमा, खानपिन चाहिँ बेहुलीको घरमा। मेरो जुत्ता भाउजू कतादेखि ओइ मेरो जुत्ता हामी यहाँ बेहुलीको घर आयौँ। हाम्रो हालत दादा आइसक्रिम कहाँ भेट्नु भयो? जसको भेट्यो त्यसको खाइदियो। मैले जसको भेट्यो त्यसको उठाएको। आउनु भाइ म चिन्दिनँ भन्नु नि म चिन्दिनँ भन्नु मैले त खै यसो गरेर समातेँ। भाइ यहाँबाट त बाइक त एन्ट्री थियो नि के अरे गर्मी भन्दा शीतल भयो आइसक्रिम खाएर भात खानु पर्ने यहाँ अब भिडबाट गर्मी त्यस्तै आमामा मर्न आँटिसक्यो। भिडियो हेर्नु न यहाँ यस्तो बेहुला बेहुली यता बसिरहेको छन्। एउटा 1 लट कोक खाएको अब 1 लट फेरि स्प्राइट खानुपर्छ। खाइदिउँ कस्तो आइसक्रिम खाजा मन लाग्यो हाम्रै लागि त हो नि। थ्याङ्क यू।
Cheers गरौँ न। इक्जाम दिएर आएको बडा यो क्रिम अलिक कस्तो नि आइसक्रिम ओ ओ आइसक्रिम खोइ तिम्रो ए लौ यही खोइ आइसक्रिम नखाने खाऊ न अनि यहाँ छ हाम्रो अङ्कलले आइसक्रिम मलाई पनि एउटा This is like के पो ब्राउनी विथ आइसक्रिम ल ट्राई गरौँ 10 के भएपछि हामीलाई त श्रीअन्त लानु आउस त हामीले 10,000 पुग्ने ठुलो कुरा हो नि त हैन केटाहरु पनि धेरै छ त्यो त भएर गाउँको कसले चलाउँछ एउटा पेज छ नि अहिलेको विपन दाइ भन्ने हाम्रो सन्देशले के फलोअर्स हौ नानी को विपन दाइ अघि तपाईँ स्कुल के बाइबल स्कुलमा मैले देखेको थिएँ भन्नु नि पछाडी त्यो व्हाइट शर्ट लाउनु 16 के फलोअर्स हौ कसको विपन दाइ झन् खोलेको थिएँ कसरी बनाउँछ मैले ट्राई गरौँ न हामी त खाएको खै भयो त अनलाइन पनि खाएको ट्राई गर्नु कस्तो लाग्यो अप्सरा गरौँ ट्राई गाइस खाएर मजाले काम छ नि
भाउजू चिप बनाइदिए पनि खाना भाउजू ट्राई तेरो त्यस्तो खाना हुँदैन नि यार म ट्राई गर्छु के हो घर भात गर्छ चिसो आइस क्रिम तातो दामी यो त खानु पर्छ नि